हाय गाइस, आज म मङ्गनबाट गान्तोक फर्किँदै थिएँ। गान्तोक फर्किँदा खासमा म चाहिँ परको तपाईँहरूलाई त्यो एउटा लक्चुङ के रामसँग बिचमा एउटा भ्यू पोइन्ट थियो, त्यहाँको भिडियो बनाएर हाल्नु पऱ्यो भनेर सोचेको थिएँ। त्यहाँ चाहिँ अलिकति काम चल्दै रहेछ र मलाई अलिक त्यो पुरै डिस्टर्ब भयो, त्यहाँ मैले त्यहाँको भिडियो हालेन। तर अझै एउटा मङ्गन जाँदा आउँदा हामीले जहिले पनि देख्ने यहाँ लेखिएको देख्थेँ, तुमलुङ भ्यू पोइन्ट भनेर। तर कहिले रोकेर चाहिँ हेरेको थिएन कोही कस्तो छ। यहाँ तपाईँले देख्नुहुन्छ एउटा हेर्दा भ्यू पोइन्ट तुमलुङ भनेर यहाँ देख्नुहुन्छ। आज चाहिँ के कस्तो रहेछ यो भ्यू पोइन्टबाट देख्ने म तपाईँहरूलाई देखाउने छु। र म चाहिँ अब मङ्गनबाट आएको, यही हो मेरो आउने साथी। म जहाँ जाँदा पनि मेरो साथ दिने यही बाइक हो, कमान्डो कमान्डो युनाइटेड मोटर्सको हो बाइकको। यो मेरो साथी हो, म चाहिँ जाँदा यसमै हुन्छु। र तपाईँहरूलाई यहाँ अब भ्यू चाहिँ कस्तो रहेछ त्यो भ्यू चाहिँ देखाउनु गइरहेको छु। तपाईँहरू पनि सायद यहाँ त कोही रोक्दैन, किन भ्यू पोइन्ट त लेखेको छ, तर पनि त्यस्तो भ्यू बनाएको छैन। तर पनि हेर्नुहोस्, तपाईँहरूलाई यहाँ भ्यू मन पऱ्यो भने नेक्स्ट टाइम आउनुहुँदा यो बाटो हिँड्दाखेरि तपाईँहरू नि रोकेर यसो भिडियो गर्नु, फोटो खिच्नु सक्नुहुन्छ। यस्तो रहेछ यो तलको भ्यूहरू, मजाको गाउँ रहेछ। र पारितिर पनि यो सायद फेन्सङ पनि मजाले देख्दो रहेछ। दिन क्लियर हो भने सायद कविहरू पनि देख्ने रहेछ, यहाँबाट कविहरू सबै देख्ने रहेछ। नभए यो तुमलुङको जुन चाहिँ यो मुनिको गाउँ छ, यो गाउँ मजाको रहेछ। साथीहरूलाई कस्तो लाग्यो भ्यू यसो कमेन्ट गरेर भनिदिनुहोस्। अझै तपाईँहरूलाई मन पऱ्यो भने अझै नर्थ सिक्किमको थुप्रै छ बाटोमा पर्नेहरू, म तपाईँहरूलाई टाइम टाइममा यसरी नै भिडियो गरेर हालिदिनेछु। र तपाईँहरू पनि हेरेर इन्जोय गर्नुहोस्, कमेन्ट गर्नुहोस्, विशेष मलाई फलो गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् होइन। तपाईँहरूलाई मन पऱ्यो भने जबरजस्ती छैन, कसैलाई मनपर्छ नि। ओके गाइस, बाई, टेक केयर।